सम्पूर्णलाई स्वागत छ हाम्रो यस लोकसेवा यात्रा युट्युब च्यानलमा। साथीहरू, अब चाहिँ लास्ट सब्जेक्ट रहेको छ तपाईँहरूको जनसङ्ख्या गतिशील, पपुलेसन डाइनामिक। हाम्रो यस युट्युब च्यानलमा सम्पूर्ण साथीहरूले जुन्नुभयो त्यसको लागि धेरै धन्यवाद। र साथै नयाँ साथीहरूलाई स्वागत गर्दै हामीले इक्जाममा पास जसरी पनि गराउने सङ्कल्प लिएको छौँ र आजको भिडियो एकदमै राम्रो हुनेछ। र साथै धेरै साथीहरूले इक्जाम राम्रो बिताउनु भयो र कमेन्टमा अवश्य भन्नुहोला कस्तो तपाईँको इक्जाम भयो। र तपाईँहरूलाई भन्न चाहन्छु, कृपया अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब अवश्य नै गर्नुहोला। धेरै साथीहरूले भिडियो हेर्नुहुन्छ तर सब्सक्राइब गर्नुहुन्न। सब्सक्राइब गर्नु नभए तपाईँको लागि एकदमै धेरै नै यो महत्त्वपूर्ण जान्छ, किनभने हामीले यस्तै भिडियोहरू आगामी दिनको लागि बनाउँदैछौँ र तपाईँहरूको लागि त्यो धेरै नै उपयोगी हुन जान्छ। सो भिडियोमा जुड्नको लागि सब्सक्राइब र अरू साथीहरूलाई सेयर अवश्य गर्नु होला है। हामीले यसमा चाहिँ तपाईँको लागि यो प्रश्नहरूको मैले पछि छलफल गर्नेछु जुन तपाईँको इक्जामको भ्यूले आउनेछन् प्रश्नहरू। र मैले आजको भिडियोमा मात्र अब्जेक्टिभ प्रश्नहरूलाई समेटेर बनाएको छु र त्यो इक्जाममा पनि मैले बनाएको थिएँ। त्यो पपुलेसन सिचुएसनमा धेरै प्रश्नहरू यसैसँग मिल्ने जुल्ने रहेको थियो। सो भिडियोलाई धेरै समय नलिकन अब बढौँ आफ्नो विषयवस्तुतर्फ, जुन हाम्रो रहेको छ विषयवस्तु चाहिँ बहुवैकल्पिक प्रश्नहरू रहेको छ। यहाँ पहिलो प्रश्न रहेको छ, विच अफ द फलोइङ इज कन्सिडर एज मोस्ट फन्डामेन्टल सोर्स अफ डाटा फर द स्टडी अफ पपुलेसन। यो भनेको प्रश्नहरू हुन त मिल्दोजुल्दो नै रहेको छन्, डाटा त सेम नै हुन्छ। यसको चाहिँ न्युमेरिकल अरिकता मैले अब यस भिडियो मार्फत भन्न चाहन्छु। न्युमेरिकल चाहिँ सोध्ने छ, अनि त्यसको टेबल तालिका बनाई यसमा धेरै नै सोधेको थियो गत साल र यो साल पनि सोध्नेछ। सो यो भिडियोमा तपाईँलाई धेरै नै अब महत्त्वपूर्ण हुनेछ अनि टिप्स र हिन्टको साथ हामीले बताउनेछौँ। यसमा तपाईँको पहिलो रहेको छ, हामीले टिक पनि लगाइदिएको छु राइट एन्सरमा कुन हो भनेर। यो मैले टिक लगाइदिएको छु। यस्तै प्रश्न नम्बर तपाईँले पाउनुहुन्छ, त्यसमा पनि टिक लगाउनु होला। यसको उत्तर रहेको छ सी, सेन्सस है। त्यसै गरी प्रश्न नम्बर 2 रहेको छ, अल द पर्सन हु युजुअली लिभ इन अ हाउस होल्ड आर इनुमेरेटेड इज नोन एज। कुन जनगणना विधिद्वारा व्यक्तिको जहाँ देखेपछि त्यही कुन घरमा गरिदिन्छ। मतलब तपाईँले यो भनेको हाउस होल्ड भनेको घरमै गएर गणना गरिन्छ, त्यो भनेको डिजियोमिरेसन भनेको वैधानिक उपस्थिति विधि हो, नेपालीमा भनिन्छ वैधानिक उपस्थिति विधि। अनि डिफेक्टो इम्युरेसन भनेको तपाईँको वास्तविक उपस्थिति विधि हो। यो भनेको मैले भनेको थिएँ त्यो पपुलेसन सिचुएसनमा पनि आएको थियो यसमा डिफ्रेन्टहरू। यो भनेको इम्पोर्टेन्ट प्रश्न रहेको छ, सो यसलाई हाइलाइट गर्नु होला है, तपाईँहरूले राम्ररी बुझेर जानु होला। यो भनेको इक्जाम पोइन्ट अफ भ्यूले यो इम्पोर्टेन्ट रहेको छ। र अघि बढेँ मैले। प्रश्न नम्बर 3 रहेको छ, द पपुलेसन इनुमेरेटेड इज इन अ सेन्सस एकर्डिङ टु वेयर पिपुल आर स्टेइङ अन सेन्सस नाइट इज नोन एज। हेर्नु त यो पनि इम्पोर्टेन्ट रहेको छ। यो त्यसमा डिफ्रेन्टकै एउटा हो, डिफ्रेन्टमा यस्तै लेख्नुपर्ने हुन्छ। जुनले रातसम्म कुन जनगणना विधिद्वारा गरिन्छ। यो डिफेक्टो इनुमेरेसन यो प्रायः जसो युरोप कन्ट्रीहरूमा गरिन्छ। प्रायः जसो युरोप कन्ट्रीहरूमा गरिन्छ, जस्तै ब्रिटेनमा होइन, ब्रिटेनहरू भयो अनि अरू त्यसका देशहरू रहेका छन् युरोपमा। प्रायः जसो डिजियोमिरेसन भनेको नेपालमा गरिन्छ, अनि डिफेक्ट भनेको विकसित मुलुकहरूमा गरिन्छ। त्यसमा थोरै समय लाग्छ है, थोरै जनशक्ति पनि लाग्छ। सो तपाईँले यही भिडियो मार्फत बुझ्नु होला कि हामीले यो अब अब्जेक्टिभ क्वेसनमै हामीले त्यसको परिभाषासहित मैले भन्दै जान्छु, तपाईँले बुझ्दै जानु होला। र नबुझेको खण्डमा मलाई कमेन्ट अवश्य गर्नु होला, तपाईँ कहाँदेखि हेर्दै हुनुहुन्छ तपाईँले आफ्नो वासस्थान अवश्य नै कमेन्ट गर्नु होला। यसमा मैले सम्पूर्ण जानकारीहरू दिनेछु जुन तपाईँहरूको लागि धेरै नै अब इक्जामको भ्यूले राम्ररी जाने हुन्छ, किनभने यस्तै प्रश्नहरू आउने हो। मैले डाटा पनि सो गरेको छु कति पर्सेन्ट आने रहेको छ 2068को, 2078को पनि कति रहेको छैन, त्यो कन्फर्म गरी मैले यसमा हालेको छु। एकदम इम्पोर्टेन्ट अब्जेक्टिभ क्वेसन रहेको छ जुन तपाईँले यहाँ
मजाले हेर्न सक्नुहुन्छ र भिडियो डाउनलोड गरी हेर्न सक्नुहुन्छ, स्क्रिनसट लिन सक्नुहुन्छ है। यो भिडियोमा तपाईँले हामीसँग जोडिराख्नु होला है। र साथै मैले भन्न चाहन्छु तपाईँले अब चाहिँ डिफ्रेन्टहरू सबै हेरेर जानु होला, किनभने अरमा गरेर पनि दिएको छ डिफ्रेन्ट। त्यसै गरी प्रश्न नम्बर 4 आएको छ, द प्रोसेस अफ कलेक्टिङ, कम्पोजिङ, इभ्यालुएटिङ, एनालाइजिङ एन्ड पब्लिसिङ डेमोग्राफिक, इकोनोमिक एन्ड सोसल डाटा इज नोन एज। यसको के को आधारमा गरिन्छ? जनगणनाको आधारमा है। सेन्सस भनेको जनगणना, भाइटल रेजिस्ट्रेसन भनेको पञ्जीकरण प्रणाली, सिम्पल सर्वे भनेको नमुना सर्वेक्षण, अनि एडमिनिस्ट्रेटिभ रेकर्ड भनेको प्रशासनिक रेकर्ड, प्रशासनिक भनिन्छ, जुन सङ्घ संस्थाले गर्ने गर्छन् है, सङ्घ संस्थाहरूले गर्ने गर्छन्। त्यसै गरी प्रश्न नम्बर 5 रहेको छ हाम्रो, द प्रोसेस अफ कलेक्टिङ, कम्पेयरिङ, इभ्यालुएङ एन्ड publishing of demographic, social and economic data about the sample population at specified the time is known as। भनेको मतलब यसको भनेको स्पेसिफाइड, विशेष गरेर तपाईँले विशेष सूचनाहरू जुन दिन्छ होइन, आर्थिक डाटाहरू पनि दिने गर्छ भनेको स्याम्पल सर्वे भनेको नमुना सर्वेक्षणले दिन्छ। त्यो भने एउटा अंश सानो चाहिँ सानो अनि चाहिँ सङ्कलन गर्न भनेको जनगणनाको सानो सङ्कलन प्राप्त गर्छ, त्यसले नमुना सर्वेक्षण भनिन्छ होइन। यो तपाईँले जारी राख्नु होला प्रश्नहरू। अनि तपाईँले अब कस्तो लाग्यो भिडियो एकचोटि अवश्य नै भन्नु होला कमेन्टमा। र भिडियो चाहिँ तपाईँले सुरुमै हेरेर गइहाल्नुहुन्छ, लास्टसम्म हेर्नुहुन्न, केही बुझ्नु सक्नुहुन्न है, लास्टसम्म जोडिराख्नु होला तपाईँहरू। अब चाहिँ इक्जामको टाइम टेबल चाहिँ मैले भनेको थिएँ, तपाईँले अब खोइ भिडियोमा सुन्नुभएको थियो कि थिएन। यो चाहिँ तपाईँको 2 दिन जति ग्याप छ होइन, 29 गति इक्जाम रहेको छ, बिचमा चाहिँ लोसार पर्व रहेको छ, चाहिँ आइतबार होइन, सोमबार त्यो डेट बढाएर 29 गते गरिएको छ। यसमा चाहिँ तपाईँको 2 दिन ग्याप गरी परीक्षा सञ्चालन हुने रहेको छ। त्यसै गरी तपाईँले तयारी मजबुत बनाउनु होला है आफ्नो, किनभने तयारी राम्रो हुनुपर्छ है। इक्जाम भनेको फाइनल इक्जाम हो, यसलाई यथावत नलिकन हामीले वास्तविक रूपमा तयारी राम्ररी गर्नुपर्ने हुन्छ। नमुना प्रश्नहरू पनि हेर्नुपर्ने हुन्छ, गत सालको कस्तो प्रश्नहरू आएको थियो। मैले यही भिडियोमा मैले अब हाल्ने छु यस्तै भिडियो बनाएर, जुन मैले अरू पनि हालेको थिएँ भिडियो पुरानो, तपाईँले गएर हेर्न सक्नुहुन्छ मेरो प्रोफाइल भिडियोमा होइन। अनि ल अब अर्को भिडियो रहेको छ प्रश्न, इन द हिस्ट्री अफ नेपाल सेन्सस द फर्स्ट सेन्सस वाज कन्डक्टेड इन। सबभन्दा पहिले कहिले गरेको थियो भनेको सन् 1911। सन् 1911मा जनगणना लिएको थियो नेपालमा। त्यसै गरी अब कहिलेकाहीँ सोधिन्छ त भनेको मोडर्न सेन्सस जनगणना कहिले लिएको थियो भने तपाईँको 1992 देखि 1992 र 54को चाहिँ आधुनिक जनगणना भन्ने बुझिन्छ है, त्यो पनि ध्यान राख्नु होला। साथै अब चाहिँ तपाईँको प्रश्न नम्बर 14 रहेको छ, इन द हिस्ट्री अफ नेपाली सेन्सस द फर्स्ट मोडर्न सेन्सस वाज कन्डक्टेड इन। हेर्नु त म भनेको थिएँ मोडर्न भनेको आधुनिक होइन, मोडर्न तरिकाले यसमा चाहिँ एकदमै वास्तविक अर्थ यथार्थ कुराहरू पनि समेटेको थियो। एकदमै यो चाहिँ भनेको तपाईँको अब सबै कुराहरूलाई डिटेलमै लिएको थियो, जनगणना गरिएको थियो नेपालमा सबभन्दा पहिलो। अनि यो भनेको 1952 र 54को जनगणनालाई बुझिन्छ। त्यसै गरी प्रश्न नम्बर अब यहाँ 15मा दिएको छ, मैले सबै टपिकबाट ल्याएर यो सिरियल पनि नबुझ्नु होला है, मैले प्रश्नहरू मात्र राखेको छु, कतै यो 10वटा, कोही 5वटा, कोही 2वटा, मैले यसरी क्लिकहरू गरेर राखेको छु, तपाईँले बुझ्नु होला राम्ररी। त्यसै गरी प्रश्न नम्बर 15 रहेको छ, इन द हिस्ट्री अफ सेन्सस द फर्स्ट सेन्सस वाज कन्डक्टेड इन। मैले त्यो भिडियोमा पनि भनेको थिएँ पपुलेसन सिचुएसनमा सबभन्दा पहिला चाहिँ तपाईँको जनगणना भनेको कहाँबाट सुरुवात भएको थियो, एउटा बेबिलोनिया भन्ने एउटा ठाउँ छ, त्यहाँबाट सुरु भएको थियो। अनि यो जनगणना के को क्रममा लिन थालियो भने पहिले चाहिँ कर लिने गर्दा, सैन्य शक्तिहरूको क्रम गिन्दा र व्यापारिकहरूबाट कर भुक्तानी गराउँदा, यस्तै गर्दा गर्दै यो प्रचलनको सुरुवात भयो होइन। यो त्यहाँबाट भनेको यो जनगणनाको उत्पत्ति भयो।
त्यसरी गर्दा गर्दै एउटा देशको पनि गणना गर्न थालियो। त्यही अनुसार बुझ्नु होला। यो बेबिलोनिया भनेको त्यहीँबाट सबभन्दा पहिले जनगणना भन्ने शब्द आएको थियो, त्यही ठाउँबाट, होइन। अनि त्यसपछि अब यहाँ हेर्न सक्नुहुन्छ प्रश्न नम्बर 16 रहेको छ, वेयर वाज द फर्स्ट साइन्टिफिक सेन्सस टेकेन। सबभन्दा पहिला चाहिँ अब भनौँ मतलब भनेको एकेडिया, दुईजना व्यक्ति रहेका छन्, एकेडिया एन्ड न्यू फ्रान्स भनेको दुईजनाले सबभन्दा पहिले साइन्टिफिक अब चाहिँ भन्नको मतलब साइन्टिफिक रूपले यसलाई प्रदान गरेका थिएन। उहाँलाई एकेडिया एन्ड न्यू फ्रान्स भन्ने रहेका छन्। यो साथै तपाईँले यसको अब डिटेलमा पनि बुझ्नुपर्ने हुन्छ। कहिलेकाहीँ यसको डिस्क्रिप्सनमा होइन के भन्छ अरे त्यो डिफिनेसनको साथसाथै त्यसको डिफिनेसन साथै लेख्नुपर्ने हुन्छ अनि साथै त्यसको डिस्क्राइब पनि गर्नुपर्ने हुन्छ। यो पक्कै पनि तपाईँले थाहा हुनुपर्ने हुन्छ, किनभने अब कहाँबाट उत्पत्ति भयो, होइन, के को आधारमा भयो, कसरी भयो, अनि सबभन्दा पहिले कसले प्रचलनमा ल्याएको थियो, यो समेटेर तपाईँले लेख्नुपर्ने हुन्छ, होइन। यो भनेको इम्पोर्टेन्ट हुनुपर्छ। यो भनेको तपाईँको यो लेखेपछि मात्रै तपाईँको नम्बरहरू अलिकता प्रभावित तरिकाले पाउन सक्नुहुन्छ। किनभने इक्जामरको लागि त्यो बुझ्न सक्छ कि यो वास्तविकमा यो विद्यार्थीले टपिकहरू बुझेको छ, पढेको छ, त्यहाँबाट राखेको छ, मात्र त्यहाँबाट सोल्भ गरेर नम्बरहरू उहाँले दिनुहुन्छ। र कम्तीमा तपाईँले इक्जाममा कुनै पनि प्रश्न नछुटाउनु होला। तपाईँको पेपर अनुसार सबै कपीहरू भरेर अब तपाईँले अब जे जति जानुहुन्छ त्यो सबै त्यसमा लेख्नुपर्ने हुन्छ। त्यो सबै लेखेर बुझाउनु सक्नुहुन्छ, बल्ल चाहिँ नम्बर मिल्ने सम्भावना हुन्छ। अनि मात्र तपाईँले एक्ज्याक्ट लेखेर दिइहाल्नुहुन्छ, जुन आउँदैन भने त्यो पनि लेख्नुहुन्न भनेको भन्नुको मतलब त्यो खाली नै हुन्छ। तपाईँको अब त्यसमा चाहिँ कसरी नम्बर दिने मिल्दैन नि। सकेसम्म सबैले तपाईँले भर्नु होला। र साथै जुन पाना हुन्छ माथिपल्टको तलपल्टमा नलेख्नु होला। किनभने अब मेरो ओपिनियन के छ भने तलको चाहिँ छोपेको हुन्छ, कसैले दबे यो च्यापेर लेख्नुहुन्छ अरू धेरै साथीहरूले, होइन, उहाँको बानु हुन्छ। अनि सकेसम्म तपाईँले आफ्नो स्पष्ट भाषा मिलाएर लेख्नु होला है। त्यसै गरी अब मैले अब विषयवस्तुतर्फ बढेँ। त्यसरी प्रश्न नम्बर 10 रहेको छ, यहाँ हेर्न सक्नुहुन्छ, विच अफ द फलोइङ भाइटल इभेन्ट आर इन्क्लुडेड इन भाइटल रेजिस्ट्रेसन सिस्टम इन नेपाल। यो भाइटल घटनाहरू रहेको छ नि पञ्चीकरण प्रणालीमा, जुन घटनाहरू रहेका छन् कुन कुन घटनाले समेटिन्छ। यो प्रश्न नम्बर सी चाहिँ राइट रहेको छ। बर्थ, डेथ, म्यारिज, डिभोर्स एन्ड माइग्रेसन। भनौँ जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइसराई चाहिँ 5वटा चाहिँ यसमा पञ्चीकरण प्रणालीमा दर्ता गरिन्छ, यसले भन्ने बुझिन्छ। अनि प्रश्न नम्बर 11 रहेको छ, द कन्सेप्ट अफ भाइटल रेजिस्ट्रेसन सिस्टम इन नेपाल वाज इन्ट्रोड्युस इन 1962 देखि यसको सुरुवात भएको छ, यसको लागू हुन सकेको छ। त्यसै गरी प्रश्न नम्बर यहाँ 12 मा छ, इन द नेपाल द भाइटल रेजिस्ट्रेसन सिस्टम बी रेगुलर सिन्स 1977। यो भनेको तपाईँको चलन चल्तीमा कहिलेदेखि आएको र रेजिस्ट्रेसन चाहिँ तपाईँको यो भाइटल पञ्चीकरण प्रणाली भनेको यसको राइट उत्तर रहेको छ 1977 है। यो याद राखिराख्नु होला है तपाईँलाई। यो जुन डेटहरू छन् यो भनेको याद राखिराख्नु होला, किनभने यो डेटहरूकै अनुसार तपाईँले प्रश्नमा पनि डिफिनेसनको अनि डिस्क्राइब गर्दा यो लेख्नुपर्ने हुन्छ, जुन महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। सो यसलाई अलिकता कन्ट गर्नु होला है। त्यसै गरी प्रश्न नम्बर 13 रहेको छ, इन द हिस्ट्री अफ नेपाली सेन्सस द फर्स्ट सेन्सस वाज कन्डक्टेड इन। तपाईँको 1911, मैले भनेको 1911 देखि नेपालमा जनगणना लिने गरेको पाइन्छ। सन् 1911 देखि जनगणना लिएको थियो। अनि कहिलेकाहीँ यो पनि सोध्ने हुन्छ कि त्यो जनगणनामा चाहिँ कति चाहिँ पपुलेसन रहेको देखिन्छ अनि कतिमा चाहिँ पपुलेसनहरू बढेको वृद्धि भएको छ। चाहिँ 2078 को अनुमान चाहिँ अहिलेको वर्तमान अवस्थामा 3 करोड दाबी गरिएको छ। अनुमानको आधारमा 3 करोड जति दाबी गरिएको छ। भन्नुको मतलब तपाईँको हुन त 2 करोड 91 लाख 31 लाख
होइन कति छ भनेको मतलब एक्ज्याक्ट मैले भन्न अब यहाँ सकेन, तर यही प्रश्न बुझ्नु होला आएको थियो, त्यसमा पनि आएको थियो। पपुलेसन सिचुएसनमा धेरै साथीहरूले मिलाउनु भयो होला होइन। अप्सन बी थियो त्यसमा। 2,91,00,000 यति मात्र बुझ्नु होला। यति बुझेपछि पछाडिको अंक चाहिँ राम्ररी बुझ्न सक्नुहुन्छ। 2068को कति थियो? 2,64,94,504। अनि क्षेत्रफलको हिसाबले 1,47,181 वर्ग किलोमिटर। अनि वर्तमानमा चाहिँ 1,47,516 वर्ग किलोमिटर। यो पनि तपाईँले जान्नुपर्ने हुन्छ प्रश्नहरू। ल साथै अब बढौँ अगाडि। यहाँ फेरि त्यही प्रश्नहरू आएको छ, दोहोरिएको छ है साथीहरू। यो पनि तपाईँले बुझ्नुपर्ने हुन्छ। इन द नेपाल भाइटर रेजिस्ट्रेसन सिस्टम बी रेगुलर सिन्स 1977 13को रहेको छ। इन द हिस्ट्री अफ नेपाली सेन्सस द फर्स्ट सेन्सस वाज कन्डक्ट इन 1911। यो तपाईँले कन्ठ गर्नु होला। एकदमै राम्रो प्रश्नहरू रहेका छन्। यी प्रश्न नआइकन कुनै अर्को प्रश्न दिँदैन, यही प्रश्नहरू आउने हो है। यो बुझ्नुपर्ने हुन्छ तपाईँले। अनि प्रश्न नम्बर अब 14मा रहेको छ। इन द हिस्ट्री अफ नेपाली सेन्सस द फर्स्ट मोडर्न सेन्सस वाज कन्डक्ट इन 1952-54। यो भनेको राइट एन्सर रहेको छ डी। त्यसै गरी प्रश्न नम्बर 16। वेयर वाज द फर्स्ट साइन्टिफिक सेन्सस टेकन? मैले भनेको एकिडिया एन्ड न्यू फ्रान्स भन्ने व्यक्तिहरू पहिलो गरेका थिए। त्यसै गरी प्रश्न नम्बर यहाँ अर्को रहेको छ। द करेन्ट पपुलेसन ग्रोथ रेट अफ नेपाल एकर्डिङ एज PRB भनेको 1.5 2060 अनुसारले भनेको यहाँ ग्रोथ भएको छ 1.5% को दरले ग्रोथ रेट बढेको पाइन्छ। त्यसै प्रश्न नम्बर 2। एकर्डिङ टु सेन्सस 2011 द सेक्स रेसियो अफ नेपाल इज 94.2। यहाँ भनेको लिङ्गी अनुपात भनेको 94.2 रहेको छ 2011 को जनगणना अनुसार। त्यसै गरी अब प्रश्न नम्बर यहाँ अर्को 3 रहेको छ। वाट इज द अर्बन पपुलेसन एकर्डिङ टु द 2011 सेन्सस? यही भिडियोमा मैले भन्न चाहन्छु सहरीकरण र ग्रामीण क्षेत्रमा हुने बसाइसराईको कारण गन्तव्य बसाइसराई होइन स्थान चाहिँ हुन्छ एउटा। अनि उद्गम अनि गन्तव्य भनेको यो भनेको तपाईँको 12 नम्बरमा आएको थियो। हेर्नुहोस् त, यो पनि बुझ्नुपर्ने हुन्छ। उद्गम स्थान र गन्तव्य स्थान यसमा रहेको छ उत्तर डी 17.1%ले। त्यसै गरी प्रश्न नम्बर अर्को रहेको छ 4। एकर्डिङ टु सेन्सस 2011 विच अफ द फलोइङ इज द ग्रोथ रेट अफ नेपालिज पपुलेसन? यहाँ नेपाली पिपलहरूको ग्रोथ रेट कति 2011मा कतिको प्रतिशतले बढेको पाइन्छ भनेको यहाँ रहेको छ 1.35%। त्यसै गरी प्रश्न नम्बर 5। विच अफ द फलोइङ सेन्सस द इज क्यारेक्टराइज्ड विथ लोएस्ट पपुलेसन ग्रोथ इन नेपाल? भनेको लोएस्ट सबभन्दा कम भनेको विशेषता कुन हो भनेको नेपालमा सबभन्दा पहिला सबभन्दा कम दरले भनेको अब ऋणात्मक भयो होइन पपुलेसन घटेको पाइन्छ भनेको 1920मा धेरै पपुलेसनहरू घटेको पाइन्छ किनभने यसमा अब हाइजाहरू अनि सैन्य शक्ति अरू देशमा गएर लड्दाखेरि होइन। अनि तपाईँको अङ्ग्रेज र यहाँ नेपाल बिच अब शान्ति सम्झौता भएको खण्डमा धेरै जनजनको अनि मान्छेहरूको मृत्यु समेत पाइन्छ। त्यसैको खण्डमा चाहिँ धेरै अब पपुलेसनहरू घटेको रहेको थियो होइन। अनि विभिन्न रोगहरूको कारणले गर्दा पनि हैजा जस्ता बिमारीहरू फैलिएको कारणले गर्दा पनि मान्छेहरू त्यसमा डेथ भएको थियो। त्यसले गर्दा त्यसलाई 1920मा धेरै लोएस्ट पपुलेसन ग्रोथ इन नेपालमा भनिन्छ। यति बुझ्नु होला। र प्रश्नमा अर्को रहेको छ। विच अफ द फलोइङ सेन्सस इज क्यारेक्टराइज्ड विथ हाइएस्ट पपुलेसन ग्रोथ इन नेपाल? भनेको यसमा तपाईँको हाइएस्ट यसमा चाहिँ 1981मा भनौँ मतलब एकदमै बढेको तीव्र गतिले पपुलेसन भएको थियो। यसलाई बुझ्नु होला। यसमा चाहिँ तपाईँको अब मैले अब्जेक्टिभ क्वेसनहरू कस्तो लाग्यो र यस्तो प्रश्नहरू तपाईँलाई डिटेलमै पाउनुभयो। अनि डिटेलको अनुसार मैले अर्को भिडियो पनि तयार गर्दैछु, त्यसमा पनि तपाईँले हेरिदिनु होला।
सो आजको यो चाहिँ अब्जेक्टिभ भिडियोहरू मात्र रहेको छ र यहाँसम्म हेर्नुभएका सम्पूर्ण साथीहरूलाई हृदयबाट धेरै धेरै धन्यवाद। र मेरो कुन कुन ठाउँबाट भिडियोहरू हेर्नुहुन्छ यो पनि तपाईँले कमेन्टकै मार्फतबाट मलाई जानकारी गराउनु होला है। त्यसै गरी अब तपाईँको समय चाहिँ अहिले छ, तयारी गर्नु होला राम्ररी र भिडियोमा आउनुभएको छ भने जोड्नु होला है अवश्य नै। र अर्को प्रश्न रहेको छ, एकर्डिङ टु 2011 सेन्सस पपुलेसन डेन्सिटी अफ नेपाल इज, यो डेन्सिटी भन्नुको मतलब जनघनत्व। त्यो कुनै पनि क्षेत्रको कुनै पनि ठाउँको क्षेत्रफल, कुल क्षेत्रफल र त्यहाँ रहेको जनसङ्ख्या डिभाइड गर्दा निस्किने अनुपातलाई नै बुझिन्छ। कुनै पनि क्षेत्रभित्र बस्ने मानिसहरूको कुल सङ्ख्यालाई जनघनत्व भनिन्छ हैन। प्रति वर्ग किलोमिटर भन्नु मतलब प्रति वर्ग किलोमिटर बसोबास हुन्छ त्यसैको आधारमा गरिन्छ। जुन यहाँ 180 भनेको राइट छ। 2011मा सेन्सस पपुलेसन डेन्सिटी अफ प्रति वर्ग किलोमिटरमा 180 व्यक्ति बसोबास गर्ने पाइन्छ भन्ने बुझिन्छ है। यति बुझ्नु होला। त्यसै गरी प्रश्न नम्बर 8 रहेको छ, विच अफ द फलोइङ डिस्ट्रिक्ट हेज द हाइएस्ट ग्रोथ रेट इन 2011 सेन्सस। 2001 को जनगणना अनुसार कुन जिल्लामा बढी चाहिँ ग्रोथ रेट चाहिँ भन्नुको मतलब जनगणना पपुलेसन तपाईँको जनसङ्ख्या वृद्धि भएको तीव्र गतिले कुन जिल्लामा भएको पाइन्छ भनेको मनाङ रहेको छ यहाँ। त्यसै गरी प्रश्न नम्बर 9 मा रहेको छ, विच अफ द फलोइङ डिस्ट्रिक्ट हेज द लोएस्ट पपुलेसन इन 2011 सेन्सस। यो भनेको योमा 2011 मा चाहिँ सबभन्दा पछि भनेको कम रहेको जनसङ्ख्या पनि मनाङै रहेको छ। यो पनि बुझ्नु होला। 2001 मा राम्रै थियो भने 2011 मा घटेको पाइन्छ धेरै। अनि त्यसपछि प्रश्न नम्बर 10 रहेको छ, वाट इज द साइज अफ पपुलेसन अफ नेपाल एकर्डिङ 2011 सेन्सस। यहाँ हेर्नुहोस् त, यो कुराले तपाईँले जान्नुपर्ने हुन्छ। 2011 भनेको यसलाई सन् 2011 भनिन्छ भन्नुको मतलब एडीमा यो छ। अनि त्यसलाई नेपालीमा गर्दाखेरि विक्रम सम्वत 2068 को जनगणना अनुसार 2,64,94,504 रहेको पाइन्छ हैन। त्यसै गरी प्रश्न नम्बर 11 रहेको छ, एकर्डिङ टु 2011 सेन्सस इन विच अफ द फलोइङ एज ग्रुप इज द हाइएस्ट पपुलेसन इन नेपाल। हेर्नु त, नेपालभरिमा सबभन्दा बढी 2011 को जनगणना अनुसार भन्नुको मतलब तपाईँको विक्रम सम्वत 2068 को जनगणना अनुसार सबभन्दा बढी पपुलेसन भएको 10 देखि 14 वर्षको उमेरका बालबालिकाहरू युवाहरूको चाहिँ, अब बालबालिका बनाऊँ है, बालबालिकाहरूको चाहिँ बच्चाहरूको सङ्ख्या बढिरहेको पाइन्छ। अब यो पनि प्रश्नहरू अब जान्नुपर्ने हुन्छ किन नेपालमा चाहिँ अब कति प्रतिशत भनेको युवाहरूको रहेको छ भने कति प्रतिशत भनेको बच्चाहरूको रहेको छ, कति अनि वृद्धहरूको रहेको छ। भन्नु मतलब अब नेपालमा यो दुई तरिकाले हेर्नु भनेको पपुलेसन भनेको महिला र पुरुषको भनौँ पर्दा महिलाको चाहिँ बढिरहेको पाइन्छ। त्यो कति रहेको छ भने यो पनि जान्नुपर्ने हुन्छ। 51.5% भनेको महिलाको रहेको छ भने 100% मा 51.5 राइट छ कि 51.5% भनेको महिलाको जनसङ्ख्या अनुपात रहेको छ भने प्रतिशत रहेको छ भने पुरुषको चाहिँ 48.5 रहेको पाइन्छ। यो पनि बुझ्नु होला है। यो भनेको तपाईँले जान्नुपर्ने हुन्छ है, महिलाको भन्दा पुरुषको जनसङ्ख्या थोरै छ। अनि त्यसै गरी प्रश्न नम्बर अब अर्को रहेको छ यहाँ, एकर्डिङ टु 2011 सेन्सस द पपुलेसन डेन्सिटी अफ काठमाडौँ डिस्ट्रिक्ट इज। हेर्नुहोस् त, काठमाडौँ डिस्ट्रिक्टमा 2011 को जनगणना अनुसार कति डेन्सिटी रहेको छ भने यहाँ 4416 2068 को जनगणना अनुसार है। यो 2011 जति दिएको छ नि, 1911 त्यो एडीको हो हैन, एडीमा बुझ्नु हो। अनि यो चाहिँ भनेको नेपालीमा गर्दा 2068 मा छ है। 2011 लाई 2068 मा बुझ्नुपर्ने हुन्छ। 4416 रहेको छ। त्यसै गरी प्रश्न नम्बर अर्को रहेको छ, एकर्डिङ टु 2011 सेन्सस इन विच अफ द फलोइङ डिस्ट्रिक्ट हेज द लोएस्ट पपुलेसन डेन्सिटी इन नेपाल। नेपालको सबभन्दा कम
कम भनेको जनसङ्ख्या भएको जिल्ला भनेको यो भनेको मनाङ र मनाङ रहेको छ हैन। मौताङ या मुस्ताङ हुनुपर्ने हुन्छ कि राइट गलत रहेको छ, मुस्ताङ हुनुपर्ने हुन्छ। यो मनाङ दिएको छ, मुस्ताङमा भनेको बर्फिली इलाका हैन, हिउँदहरू त्यहाँ बढी पर्ने गर्छ हैन। जनजीवन जिउने शैलीमा भनेको कठिनाइ हुन्छ। मान्छेहरू अब बसोबास गर्दै अब यहाँ पहाड गर्दै तराईमा धेरै बसाइसराई हुँदै रहेको पाइन्छ हैन। त्यसै गरेर त्यहाँबाट अब सरेका छन्, त्यही भएर ल होला त्यो पनि बुझ्नुपर्ने हुन्छ। इतिहासकै क्रममा अब पपुलेसन भनेको अहिले करेन्ट सिचुएसन अनुसार चाहिँ तराईमा तीव्र गतिमा पपुलेसन बढेको पाइन्छ, बसाइसराईले गर्दा पनि अनि जन्मदर बढेको कारणले गर्दा। According to 2011 census, the current population of Hindu in Nepal is, यसको राइट उत्तर रहेको छ 81.3%। हेर्नु त हिन्दू बाहुल्य पनि भए पनि नेपालमा अहिले चाहिँ धनुषा जिल्लामा यो प्रदेश 2 नम्बरमा यो धेरै यस्ता धार्मिक चाहिँ द्वन्द्वहरू बढिरहेको छ। अनि रोहिङ्ग्या मुस्लिमहरूको कारणले गर्दा पनि नेपालमा धेरै अब सङ्कट पनि आउन सक्छ भविष्यमा। यस्तै अब पपुलेसन बढ्दाखेरि हिन्दूहरूको चाहिँ पपुलेसन घट्दै जान्छ हैन। मैले भन्न त अब अरूलाई देखाएको छैन, अरूलाई मैले टार्गेट गरेको हुँदैन क्या, मैले टार्गेट गरेको छैन। तर यही मार्फत भन्न चाहन्छु कि नेपालको चाहिँ अब पपुलेसन चाहिँ हिन्दूको कति थियो पहिला हैन, पहिला चाहिँ तपाईँको 85% हुँदाहुँदै हेर्नुभयो हुन्छ भने डाटा अनुसार घट्दै आएको छ। 81 अहिले 3% रहेको छ 2068 को जनगणना अनुसार भनिएको छु। अनि त्यसमा अहिले नेपालको थर्डमा चाहिँ छ तपाईँको मुस्लिमहरूको रहेको छ, थर्डमा रिलिजनको आधारमा। अनि दोस्रोमा रहेको छ बुद्धिस्ट हैन, यो पनि जान्नुपर्ने हुन्छ। अनि प्रश्न नम्बर 2 मा रहेको अकर्डिङ टु सेन्सस 2011 द बुद्धिस्ट पपुलेसन अफ नेपाल इज, यो तपाईँको हेर्नुपर्ने हुन्छ, यो बुझ्नुपर्ने हुन्छ। 2068 को जनगणना अनुसार तपाईँ बुद्धिस्टहरूको कति रहेको छ भने 90.0% जनसङ्ख्या रहेको पाइन्छ हैन। नेपालमा चाहिँ भनेको बौद्धिक सनातन अनि किराँत बौद्ध धर्मावलम्बीहरूको देश भनेर बुझिन्छ। त्यसै गरी प्रश्न नम्बर अर्को रहेको छ अकर्डिङ टु सेन्सस 2011 विच अफ द फलोइङ इज द थर्ड लार्जेस्ट रिलिजन ग्रुप अफ नेपाल, भनेको यो इस्लाम हुन गएको छ। यो पनि हेर्नुपर्ने हुन्छ। यो प्रश्नहरू तलको मैले भनेन, पढ्नु होला आफै। अब समय तपाईँको धेरै लिन चाहँदैन। आजको यो भिडियोमा धेरै अब्जेक्टिभ प्रश्नहरू मैले समेटेर बनाएको भिडियो छु। तपाईँले एक लाइक र सब्सक्राइब अवश्य गर्नुहोला, साथै आफ्नो इष्टमित्रहरूलाई पनि यो भिडियो सेयर गर्नुहोला, किनभने उहाँहरूको पनि अहिले राम्रो पेपर बितोस् हैन। साथै मैले उहाँहरूलाई नयाँ साथीहरू आउनुभएको छ, यहाँ भिजिट गर्नुभएको छ, उहाँलाई धेरै धेरै धन्यवाद, हृदयबाट धन्यवाद, स्वागत छ। हाम्रो सस्तै साथ दिनुहोला तपाईँहरू, आशा गर्दछु। द क्रेडिट फर इनिटिएटिङ अ न्यू फिल्ड अफ इम्पेरिकल रिसर्च अन पपुलेसन स्टडिज गोज टु जोन ग्रान्टले, यसको उत्तर आएको छ। तपाईँले अरू पनि हेर्नुहोला, सबै त्यो महत्त्वपूर्ण रहेका छन्। मैले अब भन्दाखेरि अब भिडियो चाहिँ लामो हुन जान्छ। अब भिडियो त लामै नै छ भनेको मतलब अब झन् लामो हुन जान्छ के। मैले चाहिँ अब छोटोभन्दा छोटो होस् भनेर मैले यो भिडियोलाई तयार गर्न अब प्रयास गरेको छु। त्यसै गरेर तपाईँले यो प्रश्नहरूलाई मैले अब पढे पनि नपढे पनि तपाईँले आफै नै पनि बुझ्नुपर्ने हुन्छ, सार्नुपर्ने हुन्छ है, सारेर तपाईँले कपीमा लेख्नुपर्ने हुन्छ। यो भिडियोहरू चाहिँ तपाईँको लागि धेरै नै उपयोगी हुनेछ। 20 नम्बरको चाहिँ अब्जेक्टिभ प्रश्न आउँछ। अनि प्रश्न अब्जेक्टिभमा आउँदाखेरि तपाईँले एकैचोटि टिक नलगाइकन पहिला तपाईँले आफ्नो सिम्बल नम्बर त्यहाँ माथि लेख्नुपर्ने हुन्छ। त्यो सिम्बल नम्बर लेख्नुहुन्न भने तपाईँको नम्बर 8 हुँदैन, त्यो 20 नम्बर जान्छ नि जान्छ तपाईँको। अनि फेल हुने भनेको सम्भावना बढी नै हुन्छ। अब त्यसमा चाहिँ 20 नम्बरमा तपाईँले 10 नम्बर पनि मिलाउन सफल हुनुभयो भने तपाईँले इक्जाममा झन् नै अब सहयोग हुनसक्छ, त्यसले नम्बर 8 ले गर्दा। अब 80 नम्बरको चाहिँ अब्जेक्टिभ प्रश्नहरू आउँछ हैन, अब्जेक्टिभ हैन सरी सब्जेक्टिभ प्रश्न आउँछ। अनि अब्जेक्टिभ भनेको 20 नम्बरको आउने गर्छ। सो तपाईँले अब्जेक्टिभलाई पनि फोकस गर्नुहोला, साथै सब्जेक्टिभलाई पनि फोकस गर्नुहोला। अब मैले अब अगाडि बढ्छु। त्यसै गरी प्रश्न नम्बर अर्को रहेको छ Which of the following is not the source of population data?
यसमा 4वटा अप्सन दिएको छ। यसमा राइट आन्सर हुन्छ डिमोन्स्ट्रेसन। अब चाहिँ अब हामी अब भिडियोको अन्तसम्म आइसकेका छौँ। अब यहाँसम्म धेरै साथीहरूले अब साथ दिनुभयो होला, उहाँहरूलाई धेरै धेरै धन्यवाद। अरू चाहिँ गइसक्नुभयो होला बिचमै छाडेर, उहाँहरूलाई म भन्न अब केही चाहन्न। सकेसम्म उहाँहरूको पनि पेपर राम्रो होस्, तयारी राम्रो बनाउनुहोस् होइन, केही छैन। इक्जाम तपाईँको राम्रो होस्, यही उद्देश्यलाई माग गर्दा हामीले यस्तो भिडियोहरू उपलब्ध गराउँछौँ। साथै तपाईँसँग हामीले जीवनमा अरू पनि समस्या परेको खण्डमा पनि हामीले साथ दिनेछौँ। हाम्रो भिडियोमा जोडिराख्नु होला है साथीहरू। यति भन्दै म अब अगाडि बढ्छु है। अब यो प्रश्नहरू पनि अब इम्पोर्टेन्ट नै रहेको छन्। यो प्रश्नहरू मैले पहिलेदेखि हाइलाइट गरिदिएको छु, तपाईँले एकचोटि राम्ररी बुझ्नु होला है। किनभने अब त्यत्तिकै भिडियोबाट लिएको छैन मैले, अब त्यही इक्जामहरूलाई मैले मध्यनजर गर्दा यो प्रश्नहरूलाई समेटेर बनाएको छु, जुन तपाईँलाई सजिलो होस् भनेर मैले आशा गर्छु है। सजिलोहरूको लागि मैले भिडियो तयार गरेको छु, तपाईँको लागि राम्रो होस्, इक्जाम राम्रो बितोस्। त्यसै गरी प्रश्न नम्बर अब यो रहेको छ अब्जेक्टिभको। प्रश्न नम्बर 1 रहेको छ, विच अफ द फलोइङ इज कन्सिडर एज मोस्ट फन्डामेन्टल सोर्स अफ डाटा फर द स्टडी अफ पपुलेसन। यो आएको थियो, मैले फेरि भने। यसको उत्तर रहेको छ सेन्सस। मेन भनेको तपाईँको जनगणनाबाट हुन्छ होइन, आधार भने। अनि अल द पर्सन हु युजुअली लिभ इन अ हाउस होल्ड आर इनुमेरेटेड इन नन एज, के को आधारमा चाहिँ डिजियोर इनुमेरेसन। व्यक्तिको घरमै गएर त्यहाँबाट त्यसको सम्पूर्ण जानकारीहरू सङ्कलन गरिन्छ, त्यसको बारेमा सम्पूर्ण जानकारीहरू लिइन्छ होइन। त्यसलाई वैधानिक उपस्थिति विधिद्वारा गरिन्छ र वास्तविक उपस्थिति विधि पनि तपाईँको यसमा आउँछ। त्यसको विशेषता अनि यसको विशेषताको आधारमा तपाईँले फरक छुट्याउनु पर्ने हुन्छ। कहिलेकाहीँ नमुना सर्वेक्षण के होइन, नमुना सर्वेक्षण पनि बुझ्नु होला, सेम्पल सर्वे भनेर बुझिन्छ। भाइटल रजिस्ट्रेसन यो पनि बुझ्नु होला, भाइटल रजिस्ट्रेसन भनेको के हो। यसमा तपाईँले सबै जानकारीहरू बुझ्नुपर्ने हुन्छ। पञ्जीकरण प्रणालीमा यो अब यो पनि घटना समेटिने, यो 4वटै भनेको घटना समेट्ने, घटनाहरूलाई लिने गर्छ होइन। डाटाहरूको सोर्स हो यो, तर चाहिँ यसको कन्टेन्ट फरक फरक रहेको छ, त्यो बुझ्नु होला है। त्यो पनि बुझ्नुपर्ने हुन्छ। यसमा हेर्नु त यो प्रश्नहरू दोहोरिएको छ कि, यो प्रश्न चाहिँ इम्पोर्टेन्ट रहेको छ, त्यही खण्डमा मैले तपाईँलाई यहाँ भन्न चाहेँ। किनभने अब प्रश्नहरू यो भनेको तपाईँको इक्जाममा एकदमै एक्ज्याक्ट राइट एन्सर तपाईँले टिक गर्नुहोस्, भन्नु मतलब तपाईँको यो मन मस्तिष्कमा छोपोस्। किनभने अब यस्तै प्रश्नहरू तपाईँले एक्ज्याक्ट राइट मिलाउनुहुन्छ भने तपाईँको 2 नम्बर पाक्यो है होइन, 1 नम्बर तपाईँको फिक्स हुन्छ। जति अब तपाईँले टिक लगाउनुहुन्छ त्यो भनेको राइट हुन जान्छ भनेको त्यसमा 1 नम्बर फिक्स हुन्छ। 20वटै मिलाउनु भयो भने 20वटै मिल्छ, त्यसले कसैले काट्न मिल्दैन त्यसमा है। अब हामीले अब यहाँसम्म धेरै साथीहरूले धेरै नै ज्ञान प्राप्त गरिसक्नु भयो होला अब्जेक्टिभ क्वेसन सम्बन्धी। अब यहीँबाट सबै जानकारी आउने हो। यो भिडियो पनि जसले हेऱ्यो भने उहाँहरूको लागि धेरै नै सहज हुनसक्छ। सो मैले यही भन्न चाहन्छु कि तपाईँहरूले हामीसँग जोड्नुहोस् र अरू पनि भिडियो मैले हालिसकेको छु अनि हाल्दै आउँदैछु, त्यो पनि हेर्नु होला। र साथै मैले अब आजको भिडियोमा मैले चाहिँ अब अब्जेक्टिभ प्रश्नहरू मात्र अब समेटेर बनाउन सम्भव भयो। यसमा चाहिँ अब कि त तपाईँलाई अब अर्कै भिडियो बनाउँदाखेरि स्पष्ट हुन्छ, यसमा चाहिँ अब्जेक्टिभ मात्र बुझ्नुहुन्छ भने राम्रो हुन्छ कि। अब अर्को भिडियो मैले बनाएको हुन्छु भनेको त्यसमा चाहिँ तपाईँको अब सम्पूर्ण डिटेलको अनुसारले त्यसको अब चाहिँ मैले परिभाषासहित त्यसको होइन हलसहित त्यसको सल्भसहित मैले भिडियोहरू अपलोड गराउने छु। यो पनि अब इम्पोर्टेन्ट नै रहेको छ, त्यो पनि इम्पोर्टेन्ट रहेको छ, त्यो बुझ्नु होला। यहाँ दिएको छ हेर्नुहोस् त, भाइटल रजिस्ट्रेसनमा के भनिन्छ इन्क्लुड हुन्छ, मैले भने नि यसमा जन्म, मृत्यु, बसाइ, सम्बन्ध विच्छेद र विवाह। अब यसमा बिचमा पनि आउन सक्छ जन्म के हो, मृत्यु के हो, विवाह के हो, डिभोर्स के हो होइन, सम्बन्ध विच्छेद भनेको के हो। जन्म भनेको मान्छेको गर्भदेखि मृत्युसम्म हुने अवस्थालाई जन्म भनिन्छ। डेथ भनेको तपाईँको यो भनेको तपाईँको जीवनशैलीबाट जोडेको हुन्छ।
मान्छेको मृत्यु हुनु भनेको तपाईँको जसरी पनि हुन्छ आकास्मिक पनि हुनसक्छ। सो अब यति बुझ्नु होला तपाईँले। अब यहाँसँग सम्पूर्ण साथीहरूलाई हृदयबाट धन्यवाद। सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला। ल यस्तै भिडियो अब तपाईँले हेर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। यसै भिडियोको साथ मैले अर्को भिडियोमा भेट्नेछु। हस्, धन्यवाद, नमस्कार।